म्याम, आज बिहानको क्लासमा क्वेसन एन्सर गराउनु भएको हो? हेलो हेलो। हजुर हो, क्वेसन आन्सर गराएको हो ओल्ड स्कुलको। म्याम लास्टतिर के गराउनु भएको थियो यो इलेक्ट्रोकेमिस्ट्री पछि? इलेक्ट्रोकेमिस्ट्री पछि एउटा डाइपोल डाइपोल इन्ट्रेक्सन भन्ने थियो, साइक्लो अल्केन फ्याक्टर एफेक्टिङ कन्फर्मेसन अफ साइक्लो अल्केनको एउटा डाइपोल डाइपोल इन्ट्रेक्सन थपेको थिएँ, अनि अर्को चाहिँ यो बियर स्ट्रेन थ्योरीको लिमिटेसन। म्याम एकछिन माथि गरिदिनु न, स्क्रिनसट लगाउँ। हस्। अब स्क्रोल गर्नु म्याम तलतिर थोरै। भयो म्याम, अब अलि तलतिर भयो म्याम। ओके, ल अरू केही प्रब्लम छ? अहिलेसम्म पढेकोमा। हजुर म्याम, प्रब्लम एउटा क्वेसन साइक्लिक सरी एरोमेटिसिटीबाट छ म्याम। ल भन्नुहोस् त, के थियो? म्याम, हाउ डु यु जस्टिफाई द्याट बेन्जिन डज नट कन्टेन अल्टरनेट कार्बन कार्बन डबल बोन्ड्स एन्ड सिङ्गल बोन्ड्स भन्ने सोधेको छ एउटा 2075मा। ओके, म क्वेसन टिप्छु है त, पर्खिनुहोस् है। भन्नुहोस् त। हाउ डु यु जस्टिफाई द्याट बेन्जिन डज नट कन्टेन अल्टरनेट अल्टरनेट। कार्बन कार्बन डबल बोन्ड्स एन्ड सिङ्गल बोन्ड्स। ल अरू के छ क्वेसन भन्नुहोस्, म एकैचोटि टिप्छु। म्याम, एरोमेटिसिटीमा एउटा क्वेसन दिएको छ, यो एरोमेटिसिटीकै हो कि होइन कन्फ्युज भएको छ होइन। क्वेसन पढ्छु ल मैले। द हस्। कार्बन क्लोरिन बोन्ड इन क्लोरोबेन्जिन इज सर्टर देन कार्बन क्लोरिन बोन्ड इन इथाइल क्लोराइड भनेर सोधेको छ। ए हजुर हजुर, हो त्यही नै हो, एरोमेटिसिटीकै हो। के थियो हजुर। अरे अर्को द क्वेसन? कार्बन द कार्बन क्लोरिन बोन्ड इन क्लोरोबेन्जिन कार्बन क्लोरिन बोन्ड इन क्लोरोबेन्जिन इज सर्टर देन कार्बन क्लोरिन बोन्ड इन इथाइल क्लोराइड। ल यही हो, ल म भन्दै गर्छु है त। अब फर्स्ट क्वेसनमा के भनेको छ, हाउ डु यु जस्टिफाई द्याट बेन्जिन डज नट कन्टेन। म्याम भन्नुभन्दा नि अलिअलि लेखिदिनु के, पछि बिर्सिन्छ। हस् हस्, म लेखिदिन्छु नै। हाउ डु यु जस्टिफाई द्याट बेन्जिन डज नट कन्टेन अल्टरनेट कार्बन कार्बन डबल एन्ड सिङ्गल बोन्ड भन्दाखेरि चाहिँ अब यहाँ चाहिँ बोन्ड लेन्थ बनाएको, बोन्ड लेन्थ यति यति हुन्छ बेन्जिनमा भनेर लेखाएको थियौँ नि हामीले होइन। अल्केन अल्किन र अल्काइनको फर्ममा चाहिँ बोन्ड लेन्थ छुट्टै, तर बेन्जिनको फर्ममा चाहिँ छुट्टै बोन्ड लेन्थ भनेको थियौँ होइन। त्यो बेन्जिनको बोन्ड लेन्थसँग कम्पेयर गर्ने एउटा चाहिँ। ल अब यहाँ लेखौँ।
बेन्जिन फर्स्टको एन्सर है, बेन्जिन डज नट कन्टेन अल्टरनेट कार्बन कार्बन डबल एन्ड सिंगल बोन्ड single bond because of the following justification. म्याम तर टिपिकल्ली जेनरली यसरी हेर्दाखेरि त अल्टरनेट डबल एन्ड सिङ्गल बोन्ड नै भएको देखिन्छ नि त होइन र? अनि देखिन त देखिन्छ हो, हुन चाहिँ अब मैले अस्ति एउटा क्वेसन पनि दिएको थिएँ नि अप्सनवाला। अब यसमा यो देखिने चाहिँ यहाँनिर चाहिँ तिनवटा चाहिँ डबल बोन्ड देखिन्छ देख्न चाहिँ, तर यो बोन्ड एकै ठाउँमा फिक्स भइराख्ने होइन नि त, डिलोकलाइज भयो भने यो घुमिराख्ने यो एकै ठाउँमा बस्दैन। यो एउटामा कन्भर्ट, फेरि अर्को चाहिँ के हुन्छ, यो यता फेरि यता यता यस्तो भइरहेको छ, फेरि यसको मुभमेन्ट यस्तो मुभमेन्ट भनेपछि यो दुईटा फर्म चाहिँ भक्क भइ गरिराख्ने हो क्या यिनीहरू। त्यही भएर चाहिँ एउटा फिक्स पोजिसनमा चाहिँ यो डबल बोन्ड नबस्ने भएको हुनाले चाहिँ हामीले चाहिँ यो डबल बोन्ड छ भन्न पाइँदैन क्या बेन्जिनमा। यसलाई चाहिँ डिलोकलाइजेसन अफ पाइ इलेक्ट्रोन भनेर भन्नुपर्छ। हस् म्याम, यही नै हो नि कन्सेप्ट, नै यही हो नि क्वेसनको होइन? यही जस्ट नै हो डिलोकलाइजेसन कन्सेप्ट। अफ पाई इलेक्ट्रोन्स हुन्छ भन्ने कुरा। हजुर बोन्ड लेन्थको कुरा पनि लेख्नुपर्छ यसमा, डिलोकलाइजेसन अफ पाइ इलेक्ट्रोन एउटा। अब बेन्जिनसँग चाहिँ अल्टरनेटिङ कार्बन कार्बन सिङ्गल बोन्ड र डबल बोन्ड छ, तर कार्बन कार्बन सिङ्गल बोन्डको चाहिँ बोन्ड लेन्थ कति हुन्छ भनेर पढेको 1.54 एङ्स्टन। त्यसपछि कार्बन कार्बन डबल बोन्डको कति हुन्छ 1.34 एङ्स्टन, 34 एङ्स्टन। तर चाहिँ बेन्जिनमा चाहिँ यो एक्सरे उता अगाडि पनि मलिकुलर अर्बिटल डायग्राम बनाउँदाखेरि भनेको थिएँ मैले, एक्सरे डिफ्र्याक्सन स्टडीबाट चाहिँ कार्बन कार्बनको बेन्जिनको चाहिँ बोन्ड लेन्थ चाहिँ 1.39 एङ्स्टन पाइयो अरे। भनेपछि फरक पर्यो नि त, यसमा बोन्ड लेन्थमै फरक पर्यो। ल त्यो लेखौँ, इन अ क्लासिकल स्ट्रक्चर। म्याम सिङ्गल बोन्ड चाहिँ 1.54 आर्मस्ट्रङ हो। हजुर, सिङ्गलको चाहिँ 1.54, डबलको चाहिँ 1.34, तर बेन्जिनको केसमा चाहिँ 1.39 है। क्लासिकल स्ट्रक्चर भनेको चाहिँ यो बेन्जिनको केकुल स्ट्रक्चर भनेको है। म्याम जस्तो 1.54 अनि 1.34 आर्मस्ट्रङ चाहिँ त्यो मतलब क्यालकुलेटेड डेटा हो कि कस्तो हो म्याम? क्यालकुलेटेड डेटा भन्दा पनि यो बेन्जिनको चाहिँ नर्मल एलिफेटिक कम्पाउन्डहरूको चाहिँ कार्बन कार्बन सिङ्गल र डबल बोन्डको पनि बोन्ड लेन्थ हो। अनि अर्को चाहिँ यो केकुल स्ट्रक्चरको पनि, बेन्जिनको केकुल स्ट्रक्चरको पनि हो। यो सबै क्यालकुलेटेड डेटा हो हुन चाहिँ, तर एक्सरे डिफ्र्याक्सन यो एक्सआरडीबाट चाहिँ बेन्जिनको फरक पाइयो, यो 1.39 पाइयो। भन्नाले जस्ट कार्बन 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 बोन्डको चाहिँ 1.39 हो, डबल होस् हजुर अथवा हजुर सिङ्गल होस्। हजुर। हस्। इन अ क्लासिकल स्ट्रक्चर benzene should have benzene should have alternating alternating carbon carbon single bond 1.54 एङ्स्टन and carbon carbon double bond को कति छ 1.34 एङ्स्टन। तर XRD बाट चाहिँ के पाइयो त्यो हेर्नु पर्यो, बट एक्सरे डिफ्र्याक्सन स्टडिज
So all six carbon-carbon bond in benzene are identical, each with length 1.39 angstrom. अब यो भनेको चाहिँ अब कार्बन कार्बन सिंगल र डबल बोन्डको इन्टरमिडिएट भयो बिचमा. ओके, इन्टरमिडिएट बिट्विन सिंगल एन्ड डबल बोन्ड. अब यहीबाट प्रुभ भइहाल्यो. यति लेखिदिने हो. दिस प्रुभ्स द्याट नो अल्टरनेट single and double bond exist. Single or म्याम double अनि bond रेजोनेन्सको कुरा चाहिँ गर्नु परेन? exist. म भन्छु and delocalization of pi electron takes place भनेर त्यही delocalize भएको देखाइदिने माथिको. नलेख्नुहोस् त. र सकेपछि सक्यो भनिहाल्नुहोस् है. सक्यो लेखेर स्क्रिनसट लगे नि हुन्छ नि. हुन्छ ल, छिटो छिटो गर्नुहोस् ल. सक्यो म्याम. ल अब अर्को नेक्स्ट हेरौँ. कार्बन क्लोरिन बोन्ड इन क्लोरोबेन्जिन चाहिँ सर्टर हुन्छ अरे. कार्बन क्लोरिन बोन्ड इन इथाइल क्लोराइड भनेर भनेको छ. ल अब यसमा सेकेन्डको एन्सर है. अब सेकेन्डको एन्सरमा पनि बोन्ड लेन्थको कुरा आउँछ एउटा चाहिँ, अर्को चाहिँ रिजोनेन्सको कुरा आउँछ. अब नर्मल अल्काइल हेलाइडको चाहिँ रिजोनेन्स हुँदैन, एलिफेटिक अल्काइल हेलाइडको. अनि त्यसपछि यदि चाहिँ एरोमेटिक छ भने चाहिँ त्यसमा चाहिँ रिजोनेन्समा जान्छ. अर्को कन्सेप्ट चाहिँ त्यो हो. अब अल्काइल हेलाइडमा चाहिँ यो जुन कार्बन क्लोरिनको बोन्ड लेन्थ छ, अल्काइल हेलाइड हेलाइडमा चाहिँ कार्बन क्लोरिनको CH3Cl यो भनौँ न, यसको बोन्ड लेन्थ हुन्छ 1.78 एङ्स्ट्रम. अनि अर्को चाहिँ अराइल हेलाइडको केसमा बोन्ड लेन्थलाई कम्पेयर गर्ने हो भने लाइक हेलोबेन्जिनको केसमा चाहिँ C6H5Cl, यसको केसमा चाहिँ बोन्ड लेन्थ हुन्छ 1.74. भनेपछि यो सर्टर भन्ने थाहा भयो हामीलाई. बोन्ड लेन्थ कम्पेरिजन गर्दाखेरि. ल अब फर्स्टमा लेखौँ बोन्ड लेन्थ कम्पेरिजन भनेर है. बोन्ड लेन्थ कम्पेरिजन. कार्बन क्लोरिन बोन्ड लेन्थ in alkyl halide
alkyl halides CHHCl is found to be 1.78 angstrom and okay, however, carbon chlorine bond in aryl halides C6H5Cl is found to be 1.74 angstrom, that is shorter than alkyl halide. कार्बन क्लोरिन बोन्ड इन अल्काइल हाइड्स भनेर लेख्ने। त्यसपछि अर्को अर्को चाहिँ अब किन यस्तो भएको भन्दाखेरि चाहिँ अब इन केस अफ अब अर्को पोइन्टमा चाहिँ इनक्लोरोबेन्जिन अब क्लोरिनसँग त 3वटा त नन बोन्डेड पेयर अफ इलेक्ट्रोन हुन्छ भनेर देखाएको छौँ हामीले। द लोन पेयर्स on chlorine can overlap with the resonating structure पनि देखाउनु पर्छ है। overlap with the pi electron of the benzene ring। अब कसरी ओभरल्याप भएको म देखाउँछु अहिले। रिजोनेन्स स्ट्रक्चर बनाएर देखिन्छ pi electron of the benzene ring। This leads to partial double bond character। This leads to partial double bond character between carbon and chlorine। This delocalization shortens the carbon chlorine bond compared to a pure single bond in alkyl halide भनिदिउँ ल। Pure single bond in alkyl halides। अब रिजोनेन्स बनाउनुहोस् त्यही अस्तिकै बनाउने हो। म यहाँ ओभरल्याप चाहिँ कसरी भयो देखाउँछु मात्रै। क्लोरिनसँग 3 जोडी लोन पेयर छ। ल अब यो यता डोनेट, यो यता डबल बोन्ड Cl, 2टा लोन पेयर जस्ताको जस्तै एउटा युज भएपछि यहाँ पोजिटिभ चार्ज आयो र यहाँ नेगेटिभ है। यो यता फेरि यसलाई यता ल्याउनुहोस्, यसलाई यता ल्याउनुहोस्। नेगेटिभ यो बोन्ड डबल बोन्ड Cl लोन पेयर यहाँ पोजिटिभ चार्ज।
त्यसपछि फेरि अगेन यो बोन्ड यता यसलाई यता। अब यहाँ नेगेटिभ चार्ज डबल बोन्ड Cl प्लस यो हुने भयो। त्यसपछि फेरि अगेन यो बोन्ड यता अनि फेरि अर्को यो जस्ताको तस्तै पाउँछ भनेपछि रिजोनेटिङ स्ट्रक्चर यसरी बढ्ने भयो। Cl ल यो स्ट्रक्चर फर्स्ट, यो सेकेन्ड, यो थर्ड, यो फोर्थ र यो फिफ्थ। अब यो फर्स्ट र फोर्थ चाहिँ इकोभ्यालेन्ट स्ट्रक्चर है। फर्स्ट एन्ड फिफ्थ आर इकोभ्यालेन्ट स्ट्रक्चर। र अब यसको चाहिँ रिजोनेन्स हाइब्रिड, यो पाँचवटै स्ट्रक्चरको चाहिँ रिजोनेन्स हाइब्रिड चाहिँ के हुन्छ त यस्तो हुने भयो। अब यो रिङभरि घुमेको छ पाइ बोन्ड डट 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 बनाउनुहोस्। अनि भित्र चाहिँ के भएको त नेगेटिभ चार्ज भएको, नेगेटिभ लेख्ने। र यो चाहिँ क्लोरिन। अब क्लोरिनसँगै यहाँ डबल बोन्ड पनि आयो नि त भनेपछि यहाँ यस्तै डट 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 गरिदिने। यो पार्सियल डबल बोन्ड क्यारेक्टर देखाएको यो रिजोनेन्स हाइब्रिड। अब यो भनेकै हाम्रो रियल स्ट्रक्चर हो, रियल स्ट्रक्चर। म्याम फर्स्टदेखि यो फ्री रेजोनेन्स स्ट्रक्चरमा नि जहाँनिर माइनस चार्जहरू डेभलप भइरहेछ त्यहाँनिर चाहिँ इलेक्ट्रोफाइलले एट्याक गर्छ भनेर बुझ्दा हुन्छ नि होइन? हुन्छ। अब यो इलेक्ट्रोफाइलसँग रिलेटेड क्वेसन सोधेको होइन नि त, अर्थो प्यारा डिरेक्टिङसँग रिलेटेड होइन। जस्ट हामीलाई चाहिँ डबल पार्सियल बोन्ड किन छोटो हुन्छ भनेर देखाऊ भनेको छ, यति मात्रै गर्दै हुन्छ। अनि यहीँबाट अर्को प्रुभ भयो कि अर्को अनि प्यारा पनि डाइरेक्टिङ भयो भने यही मेकानिजम हो नि त, यही हो नि त होइन? स्ट्रक्चर सेम यही गर्ने हो। स्ट्रक्चर सेम हो, जस्ट इलेक्ट्रोफाइलले गएर अट्याक गर्न पर्यो अर्थो र प्यारा पोजिसनमा। अब अर्थो र हजुर प्यारामै किन गरेको भन्दाखेरि त यही अर्थो र प्यारामा मात्रै नेगेटिभ चार्ज आएको छ नि त, त्यही हजुर भएर हजुर हस् त्यो। म्याम। म्याम यो ल माइनस यसरी चार्ज चाहिँ क्लोरिन भएकोतिर जाँदैन होइन? क्लोरिन भएकोतिर माथितिर के पुरा ए वरिपरि मासतिर अब घुमेको। जाँदैन, यो त यो भित्रको पाइबोन्ड मात्रै घुमिराखेको हो। अनि त्यसपछि अब फेरि अगेन अब यसले त अनि एरोमेटिसिटी लुज भएको थियो, अब फेरि अनि पाउनु पर्यो नि त, अनि रिगेन गर्नु पर्यो नि त एरोमेटिसिटी। त्यही भएर यो नेगेटिभ चार्ज यहाँ गऱ्यो, यो पाइबोन्ड बन्यो। अनि क्लोरिनले जुन आफूले डोनेट गरेको थियो त्यो इलेक्ट्रोन, त्यो चाहिँ फेरि आफूले कन्भर्ट गर्यो क्या, फेरि ब्याक गर्यो। अनि तल यो हाइब्रिड गराउँदाखेरिमा चाहिँ वरिपरि पुरै डट गर्नुपर्छ कि माथितिर खाली छोडिदिँदा हुन्छ? यो पुरै रिङभरि डट 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 गर्ने, यो रिङभरि। त्यसपछि यो नेगेटिभ चार्ज घुमेको भनेर नेगेटिभ देखाउने, अनि माथि क्लोरिन। त्यसपछि अर्को हजुर। यो, अनि यो बिचमा हेर्नुहोस् न यता यताको स्ट्रक्चर, यसमा 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 डबल बोन्ड छ नि, हो त्यो ठाउँमा चाहिँ यहाँनिर नि पार्सियल गर्नु पर्यो क्या, यसरी पार्सियल बोन्ड। यसैको यही कारणले गर्दाखेरि चाहिँ बोन्ड छोटो हुन्छ। ओके म्याम भयो। ल अब अरू केही छ? हजुर म्याम क्वेसनहरू छ, इलेक्ट्रोकेमिस्ट्रीबाटै थियो। अनि त्यसमा एउटा बिहान हामीले आयन सिलेक्टिभ इलेक्ट्रोड्सको चाहिँ डेफिनेसन लेख्यौँ होइन, त्यसको वर्किङ पनि सोधेको छ म्याम। त्यो गऱ्यो भने चाहिँ के कसरी गर्ने हो? आयन वर्किङ सोध्यो भने। सेलेक्टिभ इलेक्ट्रोडको वर्किङ भन्यो भने त त्यही ग्लास इलेक्ट्रोडलाई गरिदिनु भयो भइहाल्यो त। ए ग्लास हस् इलेक्ट्रोडको हस् फिगर बनाउने, अनि त्यसपछि त्यसको हजुर अब के छ, त्यो इक्वेसन सिक्वेसन छ होला नि, त्यही लेखिदिने।
हुन्छ म्याम। म्याम अनि एउटा क्वेसन चाहिँ के छ भने राइट सर्ट नोट्स अन फ्युल सेल बटम सेल एन्ड निकल क्याडमियम सेल भनेर सोधेको छ। के भनेको छ अरे राइट सर्ट नोट अन फ्युल सेल बटम सेल एन्ड निकल क्याडमियम सेल। यो चाहिँ पढाउन छुट्याएको थियो क्या हो पहिला। राइट सर्ट नोट्स अन फ्युल सेल सेल फ्युल सेल नम्बर एमा फ्युल सेल, नम्बर बीमा बटम सेल अनि नम्बर थ्रीमा चाहिँ निकल क्याडमियम सेल। ल अब हेरौँ है त। म्याम अनि त्यसैमा अर्को क्वेसन पनि जोडौँ है, गर्नुहोस् क्वेसन लेखौँ। गर्नुहोस्। के भनेको छ भने वाटर फ्युल सेल्स अनि त्यस पछाडि एक्सप्लेन इन ब्रिफ द हाइड्रोजन अक्सिजन फ्युल सेल्स भनेको छ। एक्सप्लेन ब्रिफ अन हाइड्रोजन अक्सिजन फ्युल सेल। म्याम अनि अझै अर्को क्वेसन चाहिँ के छ भने कन्डक्टोमेट्रिक टाइट्रेसन बिट्विन AgNO3 एन्ड NaCl देखाउन भनेको छ। conductometric titration between AgNO3 भर्सेस NaCl। अब यो फ्युल सेललाई चाहिँ राइट सर्ट नोट भन्यो भने चाहिँ यसले चाहिँ कुनै पनि केमिकल एनर्जीलाई चाहिँ इलेक्ट्रिकल एनर्जीमा चाहिँ कन्भर्ट गर्ने नपालिकन कम्बसन नगरिकन त्यसलाई चाहिँ फ्युल सेल भनेर भनिन्छ भनेर लेखिदिने हो। म्याम अझै एउटा क्वेसन लेखौँ अनि एकैचोटि डिस्कस गरौँ न है। हस्। म्याम त्यो क्वेसन अब हो होइन मलाई थाहा छैन होइन, यो च्याप्टरको पुरानो टपिक हो कि 2072मा चाहिँ सोधा रहेछ। क्वेसन चाहिँ के भनेको छ भने वाट आर द कजेस फर एसोसिएसन एन्ड डिसोसिएसन इन अ सल्युसन अनि डिटरमाइन द भ्यान्ट अफ फ्याक्टर फर अ 0.7% एक्वस केसियल सल्युसन द्याट फ्रिजेस एट -0.24 डिग्री सेल्सियस द के फर वाटर इज 1.86 भनेको छ। यो यही च्याप्टर हो म्याम। यो थर्मोडाइनामिक्सको हो। हस् म्याम, हस् त्यसो भए परेन यो। म्याम थर्मोडाइनामिक्स र इलेक्ट्रोकेमिस्ट्री एउटा पढे पुग्छ होइन? नर्मल्ली चाहिँ क्वेसन त्यसरी नै सोधेको हुन्छ थर्मोडाइनामिक्स र इलेक्ट्रोकेमिस्ट्रीबाट एक एकवटा दुईटा लङ क्वेसन एउटा मात्रै गर्नुपर्ने हो नि त 10 मार्क्सको। त्यही भएर अनि इलेक्ट्रोकेमिस्ट्री राम्ररी पढे हुन्छ। थर्मो सजिलो छ भन्ने सुन्थेँ त्यही भएर है। यो चाहिँ गाह्रो लाग्यो नि। नै इलेक्ट्रो भन्दा अझ सजिलो छ भन्ने सुन्थेँ कि त्यही भएर। ए अब जे पढिरहेको छ त्यही पढ्नुहोस् न अहिले, पछि भ्याइयो भने पढिहाल्छौँ हामीले त्यो पनि। हाम्रो चाहिँ अहिले यो अर्ग्यानिक मात्र पढ्ने हो अब प्रयोग नसकेसम्म। अर्ग्यानिक सक्ने त्यसपछि अनि फिजिकल पढ्ने। ल फ्युल सेललाई डिफाइन गरौँ। फ्युल सेल इज एन इलेक्ट्रोकेमिकल डिभाइस। पढेको च्याप्टर चाहिँ राम्ररी पढ्नु पर्यो कि धेरै मार्क्स ल्याउने तरिका चाहिँ त्यो स्मार्ट वेबाट पढ्नु पर्यो।
सबै बुझेर पढ्ने राम्ररी, अनि त्यो च्याप्टरबाट चाहिँ केही पनि क्वेसन चाहिँ खेर नजाओस्। द्याट कन्भर्ट्स। अब सबै टच गरेर सबै ओभरअल पढ्यो अनि त्यसपछि फेरि अनि लेख्ने बेलामा केही न केही लेखेर हुन्छ अनि मार्क्स चाहिँ राम्रो आउँदैन। द्याट कन्भर्ट्स द chemical energy of fuel chemical energy of fuel। यसमा मेनली चाहिँ हाइड्रोजन लिइन्छ, लाइक हाइड्रोजन एन्ड एन अक्सिडेन्ट। अक्सिडेन्ट भनेको चाहिँ O2 है, लाइक O2 directly into electrical energy। विथआउट कम्बसन भन्नु पर्यो। यो फ्युल सेल भनेको के भन्नु पर्यो, त्यस्तो इलेक्ट्रोकेमिकल डिभाइस हो जसले चाहिँ कुनै पनि फ्युल जस्तो हाइड्रोजन अनि त्यस्तै गरी अक्सिजन जुन केमिकल एनर्जी छ केमिकलको फर्ममा, त्यसलाई चाहिँ डिरेक्टली इलेक्ट्रिकल एनर्जीमा कन्भर्ट गर्छ कम्बसन नगरिकन भनेर बुझ्ने। त्यसपछि यसको चाहिँ अब फ्युल सेलले कसरी काम गर्छ भनेर थोरै लेख्दिउँ, वर्किङ प्रिन्सिपल पनि। अब यसमा पनि रिडक्स रियाक्सन हुन्छ, अक्सिडेसन र रिडक्सन रियाक्सन है। फ्युल सेल वर्क fuel cell work on the principle of redox reaction। अब एट एनोडमा अक्सिडेसन हुने भयो पहिलाको जस्तै। अब यसमा फ्युल भनेको हाइड्रोजन लिने भनेको छु मैले, हाइड्रोजन इज अक्सिडाइज्ड releasing electrons। हाइड्रोजनले इलेक्ट्रोन लुज गर्यो, दुईटा इलेक्ट्रोन र आफू केमा कन्भर्ट भयो 2s+ मा है। अब क्याथोडमा चाहिँ अक्सिडेसन। अब किन चाहिँ हाइड्रोजनलाई एनोड अनि त्यसपछि अक्सिजनलाई क्याथोड लिएको भन्दाखेरि त्यो इलेक्ट्रोकेमिकल सिरिजको लिस्टमा हाइड्रोजन भन्दा तल अक्सिजन पर्छ, त्यही भएर अक्सिजनलाई क्याथोडमा लिएको हो। त्यो अगाडि लेख्दाखेरि लिस्टमा चाहिँ अक्सिजन हामीले लेखेको थिएनौँ होला, हामीले चाहिँ सर्टेन मात्रै लेखेको थियो होला, तर अक्सिजन चाहिँ हाइड्रोजन भन्दा तल पर्छ इलेक्ट्रोकेमिकल सिरिजमा है। एट क्याथोड रिडक्सन अक्सिजन इज रिड्युस्ड, oxygen is reduced। अब अक्सिजन रिड्युस हुने चाहिँ अलिकति फरक way छ, यसले चाहिँ प्रोटोन र इलेक्ट्रोन लिएर मात्रै लुज गरेर वाटर मलिकुलमा कन्भर्ट हुन्छ। अक्सिजन इज रिड्युस्ड युजिङ प्रोटोन्स भनेको H+ एन्ड इलेक्ट्रोन। ल O2 + H+, यसले इलेक्ट्रोन लिएर यो चाहिँ कन्भर्ट हुन्छ H2O मा। अब ब्यालेन्स गर्नलाई के गर्नु पर्यो, यहाँ 1/2 राख्दिउँ, यता 2 राख्दिउँ, इलेक्ट्रोन नि ब्यालेन्स गर्नु पर्यो 2 राख्नु। ल अब ओभरअल रियाक्सन के हुन्छ त यसको, अब जोडिदिने क्याथोड र एनोड। द ओभरअल रिडक्स रियाक्सन इज भनेर H2+
1/2 O2 अब यो र यो त क्यान्सल भइहाल्यो गिभ्स H2O अब यही रियाक्सन हुँदाखेरि इलेक्ट्रिसिटी कन्भर्ट हुन्छ इलेक्ट्रिसिटी प्रड्युस हुन्छ प्लस हिट यति दुईटा रियाक्सन गर्दाखेरि अब यो फ्युल सेल चाहिँ जस्तो ग्याल्भानिक सेल जस्तै भयो फ्युल ग्याल्भानिक सेलमा पनि केमिकल एनर्जी कन्भर्ट हुन्थ्यो इलेक्ट्रिकल एनर्जीमा यहाँ पनि त्यही भएको छ केमिकल रियाक्सन गराएर चाहिँ इलेक्ट्रिसिटी प्रड्युस भएको छ अब यसको एडभान्टेज चाहिँ यसको के हुन्छ भन्दाखेरि एडभान्टेज सोध्यो भने चाहिँ इफिसियन्सी हाई हुन्छ भनेर लेख्दिने म्याम थोरै माथि त्यसपछि देखाइदिनु न एकछिन ओके लाइन गएको थियो कि हस् कतातिर होला त कति रिडक्स जाँदो रिडक्स प्रिन्सिपल ओके थोरै हस् तल बत्ती जाने प्रब्लम भएर धेरै दुःख पाइरहेछ इस्टको म्याम थोरै तल भयो म्याम ल अब यसको एडभान्टेजेसहरू के हो एडभान्टेजमा हाई इफिसियन्सी त्यसपछि अर्को इन्भाइरोमेन्टल फ्रेन्डली पनि हुन्छ किन भन्दाखेरि बाई प्रोडक्टमा वाटर मात्रै निक्लिन्छ त्यही भएर है अब इन्भाइरोमेन्ट फ्रेन्डली फ्रेन्डली only water is the byproduct only water is the byproduct in hydrogen oxygen cell अब हाइड्रोजन अक्सिजन सेल भनेर आएको थियो यो पनि त्यही अरूकै यो यही कुरा लेख्दिने हो हाइड्रोजन अक्सिजन सेल अनि यसले चाहिँ अर्को चाहिँ फ्युल चाहिँ कन्टिन्युअसली सप्लाई गरिरहेको हुन्छ कन्टिन्युअस सप्लाई अफ फ्युल and oxidant gives electricity continuous electricity अब लिमिटेसन पनि लेख्दिउँ न त यसको अब हाइड्रोजन ग्यासलाई चाहिँ यो स्टोरेज गर्न ट्रान्सपोर्ट गर्न गाह्रो हुने भयो है हाइड्रोजन ग्यास स्टोरेज एन्ड ट्रान्सपोर्ट अफ हाइड्रोजन फ्युल transport of hydrogen fuel is difficult अर्को चाहिँ यसमा अब हाइड्रोजन ग्यासलाई चाहिँ प्लाटिनम पनि राख्नु पर्यो स्टोर गर्नलाई भनेपछि क्याटलिस्ट यो प्लाटिनम महँगो हुन्छ हाई कस्ट अफ क्याटलिस्ट हाई कस्ट अफ क्याटलिस्ट एक्जाम्पलमा प्लाटिनम भनेर लेख्दिने नलेख्नुहोस्
म्याम हाइड्रोजन अक्सिजन फ्युल सेल भने यही रहेछ होइन? हजुर यही भनेर लेख्दा हुन्छ फ्युल सेलमा हस्। नै। त्यसपछि अर्को नेक्स्ट के थियो हाम्रो, यो चाहिँ बटम सेल कि के थियो? ओके, बटम सेल र निकेल क्याडमियम सेल है। अनि एक्सप्लेन ब्रिफ गर्न हाइड्रोजन अक्सिजन फ्युल सेल भनेर भइहाल्यो ल। अब अर्को नेक्स्टमा लेख्नुहोस् बटम सेल। अब यो बटम सेल भनेको चाहिँ यो ब्राइन सल्युसन भन्ने हुन्छ। ब्राइन सल्युसन भनेको चाहिँ हाम्रो यो NaCl सल्युसन, यसलाई चाहिँ इलेक्ट्रोलाइसिस गर्ने, अनि इलेक्ट्रोलाइसिस गरेर चाहिँ यो सोडियम हाइड्रोक्साइड अनि अर्को क्लोरिन र अर्को चाहिँ हाइड्रोजन ग्यास चाहिँ प्रड्युस हुन्छ। त्यो प्रोसेसलाई त्यसलाई चाहिँ भनिन्छ बटम सेल भनेर ल। द बटम सेल बटम म्याम सेल ब्राइन सोल्युसन भने NaCl भन्नुभयो। हजुर NaCl को सल्युसनलाई भनिन्छ ब्राइन सल्युसन। बटम सेल भनेको यस्तो इलेक्ट्रोकेमिकल मेथड हो, इलेक्ट्रोकेमिकल मेथड युज्ड इन, अब सोडियम हाइड्रोक्साइड भनेपछि त यो सोडियम मेटल अल्कालीहरू हो नि त। यो सोडियम हाइड्रोक्साइड भनेको यो चाहिँ यो त्यस्तो इन्डस्ट्रीहरूमा अल्कलीको इन्डस्ट्रीहरूमा प्रड्युस हुन्छ, के अरे युज हुन्छ, युज इन अल्कली इन्डस्ट्री टु प्रड्युस सोडियम हाइड्रोक्साइड NaOH, त्यस्तै गरी क्लोरिन Cl2 and hydrogen H2 by electrolysis of brine, by electrolysis of brine NaCl solution। यो प्रड्युस गर्ने केही छैन, यो यिनीहरू प्रड्युस गर्ने केबाट, यो ब्राइन NaCl सल्युसनलाई इलेक्ट्रोलाइसिस गरेर। अब यसमा चाहिँ इलेक्ट्रोलाइटमा चाहिँ यो ब्राइन सल्युसन हुन्छ इलेक्ट्रोलाइटमा, अनि इलेक्ट्रोडमा चाहिँ यो ग्राफाइट अनि अर्को टाइटेनियमहरूको चाहिँ इलेक्ट्रोड राखेको हुन्छ। ल अब यसको वर्किङ प्रिन्सिपल पनि लेखिदिउँ थोरै। वर्किङ प्रिन्सिपल हाम्रो इलेक्ट्रोलाइट चाहिँ भयो ब्राइन, कन्सन्ट्रेटेड भन्नु पर्यो, कन्सन्ट्रेटेड ब्राइन सल्युसन। त्यसपछि इलेक्ट्रोडमा हुन्छ हाम्रो ग्राफाइट। अब यसमा पनि अब इलेक्ट्रोलाइसिसको फिगर पनि बनाइदिनुहोस् है। यहाँनिर यो ब्राइन सल्युसन यहाँ राखेको हुन्छ इलेक्ट्रोलाइटको रूपमा। त्यसपछि एनोड र क्याथोड हुने भयो दुईटा। हामीले उतापट्टि नर्मल इलेक्ट्रोलाइटिक सेलमा चाहिँ प्लाटिनमको रड युज गरेका थियौँ दुइटै। अब यहाँ के गर्ने, जोड्ने ब्याट्रीले। यहाँ चाहिँ NaCl को सल्युसन छ, कन्सन्ट्रेटेड NaCl। कन्सन्ट्रेटेड भनेको है फेरि कङ्क होइन, कन्सन्ट्रेटेड NaCl सल्युसन। अनि त्यसपछि एनोडवाला, अब यो ब्याट्रीको यो पोजिटिभ पार्ट यो नेगेटिभ पार्ट। अब इलेक्ट्रोलाइटिक सेलमा त के भनेको थियौँ, ब्याट्रीको पोजिटिभ टर्मिनलतिर एनोड जोडिएको हुन्छ, अनि उतातिर चाहिँ नेगेटिभतिर चाहिँ क्याथोड जोडिएको हुन्छ। अब यो म्याम हजुर हजुर यो कङ्क होइन भन्नुको मतलब यो कन्सन्ट्रेटेड र कङ्क एउटै होइन र? होइन नि, अब कस्तो NaCl को यो कङ्क एसिडवाला भइहाल्यो त। कस्तो कङ्कहरूतिर
कन्सन्ट्रेटेड हुन त हो, तर यो चाहिँ फरक पर्छ फेरि। एसिड भनेर झुक्केला भनेर कन्सन्ट्रेटेड भनेको भनेको धेरै सल्युटको अमाउन्ट चाहिँ धेरै छ भन्न खोजेको। यहाँ डाइल्युटेड भनेको चाहिँ पानी धेरै राखेको, कन्सन्ट्रेटेड भनेको चाहिँ सल्युटको अमाउन्ट धेरै छ भन्न खोजेको हो। अब कम भन्यो भने चाहिँ एसिडतिर जान्छ क्या नर्मल्ली फेरि। अनि एक्वास भनेको कस्तो थियो? त्यो पनि पानी धेरै भएको? 21 भनेको चाहिँ पानी, 21 भनेको पानी मिसाएको, डाइल्युट भनेको नि पानी हालेको भन्ने बुझिन्छ। फेरि एल्कोहोलिक भन्यो भने चाहिँ सल्युसन बनाउँदाखेरि एल्कोहोल युज गरेको छ भन्ने बुझिन्छ। ल अब यो एनोडतिर चाहिँ ग्राफाइटहरू राखेको हुन्छ, ग्राफाइटको इलेक्ट्रोड, ग्राफाइट अथवा टाइटेनियमहरू त्यस्तो युज गरेको हुन्छ एनोडतिर चाहिँ, एनोडको इलेक्ट्रोड। अनि त्यसपछि क्याथोडतिर चाहिँ यहाँ हुन्छ मर्करी अथवा स्टिल पनि युज गरेको हुन्छ, मर्करी अथवा स्टिल, स्टिल यो युज गरेको हुन्छ। म्याम मर्कर त लिक्विड हुन्छ नि होइन? अनि मर्करीलाई चाहिँ अब हामीले मर्करी इलेक्ट्रोड पढायो होइन, त्यसमा के राखेको थियो? केसिएलहरूको सेचुरेटेड सल्युसन बनाएर राखेको हो, त्यस्तै नै राख्ने हो। मर्करी भनेर लिक्विडमा राख्न मिल्दैन नि त। अनि फिगरमा मर्क्युरस क्लोराइड, मर्करी अनि केसिएल सेचुरेटेड सल्युसन बनाएर सबै फिल गराएको थियो नि उता, हो त्यस्तै नै गर्ने हो। र यो चाहिँ इलेक्ट्रोलाइसिस प्रोसेस। ल अब यहाँ एनोडतिर लेखिदिउँ। एनोडमा ग्राफाइट अथवा टाइटेनियम, अक्सिडेसन अफ क्लोराइड आयन। अब यहाँ सल्युसनमा के हुन्छ? Na प्लस र Cl माइनस हुन्छ धेरै सेभरल। अब एनोडतिर त अक्सिडेसन हुने भयो, एनोडमा चाहिँ क्लोराइड आयनको अक्सिडेसन, अक्सिडेसन अफ क्लोराइड आयन भनेपछि लुज गर्ने भयो Cl माइनस आयनले है, क्लोराइड आयन। अब Cl माइनस छ, यो चाहिँ Cl मा कन्भर्ट हुन्छ। अब यहाँ Cl2 लेख्नु पर्यो नि, क्लोरिन ग्यास प्लस 2 इलेक्ट्रोन। अब एट क्याथोडमा लेखौँ, एट क्याथोड, क्याथोडमा चाहिँ रिडक्सन अफ, अब क्याथोडमा के युज गर्ने त्यो लेखौँ, मर्करी, मर्करी त्यस्तै गरी स्टिल भनेर लेख्नुहोस्, मर्करी अथवा स्टिल है, स्टिल। ल यसमा चाहिँ रिडक्सन अफ सोडियम आयन, रिडक्सन अफ सोडियम आयोन भनेर लेख्नुहोस्। अथवा यहाँ चाहिँ अब सल्युसनमा चाहिँ के छ भन्दाखेरि वाटर पनि छ नि त, भनेपछि वाटरको नि हुनसक्छ कहिलेकाहीँ चाहिँ फेरि वाटर। ल अब सोडियम आयनको रिडक्सन हुँदाखेरि Na प्लस ले एउटा इलेक्ट्रोन गेन गरेर यो सोडियममा जान्छ। अब 2 राख्यो भने दुईटा इलेक्ट्रोन ब्यालेन्स गर्न, यहाँ पनि 2 यहाँ पनि 2, दुईटा सोडियम। अब यदि वाटरको हो भने चाहिँ, वाटरको हो भने चाहिँ अब वाटरले दुईटा इलेक्ट्रोन गेन गर्यो भने यो यस्तो हुन्छ, हाइड्रोजन प्लस 2OH माइनस, हाइड्रोक्साइड आयो, ब्यालेन्स गर्न 2 राखौँ। ल अब प्रोडक्टमा के बन्यो है त? प्रोडक्टमा चाहिँ हाम्रो चाहिँ क्लोरिन ग्यास भयो एउटा, क्लोरिन ग्यास, अनि अर्को चाहिँ हाइड्रोजन ग्यास फर्म भएको छ क्याथोडमा, क्लोरिन ग्यास फर्म भएको छ एनोडमा, र NaOH सोडियम हाइड्रोक्साइड, यो Na र OH चाहिँ कम्बाइन हुन्छ र सोडियम हाइड्रोक्साइड फर्मेसन हुन्छ, त्यो चाहिँ सल्युसनमा जान्छ।
हाइड्रोजन ग्यास एट क्याथोड र सोडियम हाइड्रोक्साइड चाहिँ क्लोरिन ग्यास एट एनोड है। क्लोरिन ग्यास एट एनोड, हाइड्रोजन ग्यास एट क्याथोड र अर्को चाहिँ सोडियम हाइड्रोक्साइड चाहिँ सल्युसनमा जान्छ, अल्कलाइन बनाइदिन्छ सल्युसनलाई। सोडियम हाइड्रोक्साइड इन सल्युसन। अब यसबाट यस्तो प्रोसेसबाट बनाएको जुन सोडियम हाइड्रोक्साइड छ त्यो चाहिँ एकदमै प्योर बन्छ, कुनै पनि कन्टामिनेसन हुँदैन। यसको एउटा एडभान्टेज, मेन एडभान्टेज भनेकै त्यही हो। गिभ प्योर सोडियम हाइड्रोक्साइड, गिभ प्योर सोडियम हाइड्रोक्साइड विथाउट कन्टामिनेसन। अब सोडियम क्लोराइडहरू मिसिने यताउता केही पनि हुँदैन, विथाउट कन्टामिनेसन अफ NaCl। अब अर्को भनेको चाहिँ डिसएडभान्टेज चाहिँ फेरि यहाँ मर्करी युज गरेछ नि, भनेपछि मर्करी चाहिँ एकदमै टक्सिक हुन्छ त, धेरै क्यान्सरस हुन्छ। त्यही भएर यो चाहिँ एकदमै इन्भाइरोमेन्टलाई चाहिँ टक्सिक बनाइदिन्छ, पल्युट गरिदिन्छ मर्करी सेलले। मर्करी सेल पल्युट इन्भाइरोमेन्ट। टक्सिक मर्करी वेस्ट। अनि अर्को एनर्जी कन्जम्सन पनि धेरै लाग्छ फेरि यसलाई, हाई एनर्जी कन्जम्सन। ल यति लेखिदिनुहोस्। एक्जाम कहिले रे? म्याम मन्डे 23 गते। ए, म्याम रेगुलरको लागि त यो पढाइ भइरहन्छ होला होइन, कोर्स नसकिनुन्जेलसम्म। हजुर हजुर भइरहेको छ, भइरहेको छ। धेरैजना हुनुहुन्छ ब्याक। ल सक्यो यो। हजुर म्याम सकिसक्यो। ल अब निकल क्याडमियमको हेरौँ। हजुरहरूको कम्बिनेसन चाहिँ के हो त? PCM हो फरक म्याम फरक मेरो चाहिँ। सबै फिजिकल हो, फिजिकल वाला हो हजुर। होइन नि म्याम, ए, सिबिजेडहरू पनि छ। ए। ल अब यसमा चाहिँ निकेल क्याडमियममा पनि अब यसमा चाहिँ के युज गरेको हुन्छ भन्दाखेरि यो निकल अक्साइड र क्याडमियम युज गरेको हुन्छ। एनोडतिर चाहिँ क्याडमियम अनि त्यसपछि क्याथोडतिर चाहिँ निकेल अक्साइड युज गरेको हुन्छ र इलेक्ट्रोलाइटमा चाहिँ पोटासियम हाइड्रोक्साइड युज गरेको हुन्छ है। ल अब यो चाहिँ एउटा निकेल क्याडमियम सेल भनेको चाहिँ यो रिचार्जेबल ब्याट्री पनि हो। इट इज अ रिचार्जेबल सेकेन्डरी भनेर लेख्नु, सेकेन्डरी सेल।
It is commonly used in यो चाहिँ क्यामेराहरूमा, त्यस्तै गरी इलेक्ट्रोनिक्स, अनि यो इमर्जेन्सी बत्तीहरू हुन्छ नि, बत्ती गएको बेलामा बाल्ने इमर्जेन्सी लाइटहरूमा पनि युज हुन्छ। ल अब यसमा चाहिँ एनोडमा चाहिँ राखेको हुन्छ। द वर्किङ प्रिन्सिपल भनेर लेख्दिउँ। एनोडमा हुन्छ क्याडमियम। एट एनोड क्याडमियम, क्याथोडमा हुन्छ निकल। अब निकलको यहाँ अक्सिडेसन स्टेट थर्ड हुन्छ है, निकल अक्साइड हाइड्रोक्साइड। NiO अनि OH। त्यसपछि इलेक्ट्रोलाइटमा चाहिँ पोटासियम हाइड्रोक्साइड राखेको हुन्छ। 21 पोटासियम हाइड्रोक्साइड। AOH। ल अब यति लेख्नुहोस्, अब आजलाई टाइम सक्यो, अरू चाहिँ बाँकी भोलि गरौँला। हस् म्याम, थ्याङ्क यू। हस्। म्याम बिहान नि हुन्छ र भोलि? भोलि त मेरो बिहानमा भ्याइँदैन नि, म फेरि कलेज बिहानै छ, आज चाहिँ नजानमा पर्ने भएर मात्रै पढाएको हो। भोलि चाहिँ साँझ नै हुन्छ है। ओके म्याम, ओके।